मेरो छोरी 5 बजे स्कुलबाट आइपुग्थे। हिजो 5:30 बजीसम्म नआएपछि म खोज्नु यहाँ आएको। कि त मेरो छोरी बेटा यहाँबाट यताउता लागेको पाइला होला, राम्रोसँग हो त? कसैको फोन एसएमएस त आएको छैन नि। तर हामी पुलिस हो भनेर कसैलाई थाहा नहोस्, नत्र अपराधी भाग्न सक्छ। त्यसैले हामीले ड्रेस लगाएको छैन। सर यहाँ पाइला त छैन, तर एउटा पेन चाहिँ भेट्यो। पेन भनेपछि अपराधी यता लागेको छ। थुक्क साला अपराधी बच्चालाई बलात्कार गरेछ। बच्चा पीडा सहन नसकेर मरेछ। आफ्नो अपराध लुकाउनलाई बच्चालाई हाल्टोमा पुरेछ। मेरो छोरी केटा औँठी पेटी पर्स के भेट्यो? हो सर। जुत्ताको छाप र टाँक यति भएपछि यो पुलिसको नजरबाट बच्न सक्दैनस् नर्के। अब यो लासलाई के गर्ने हो तपाईँ आफै गर्नुहोस्। अपराधी समाउने काम हाम्रो। चेक गर्थे। म्याच हो सर। के भयो सर? साला बच्चालाई रेप गर्छ। सहज होइन भन्छ। साला बच्चाको रेप गरिस्, भित्रलाई मारेर खाल्टोमा पुरिस्, अझै सजिलै मैले होइन भन्छस्। सर म भन्छु सर म भन्छु। म हिजो बजारबाट घर फर्किँदै थिएँ। ढुक्क साला आफ्नो जवानलाई काममा राख्न सकिनस्। यो बच्चा तँमा अलिकति पनि दया माया छैन। मान्छेमा अलिकति दया। नानी यदि तँलाई ज्यानको माया छ भने मैले जे भन्छु त्यही गर।
ला मरी अब म पर्न सक्छु त्यही लिएर घर पुर्दिनु पर्यो साला अब त्यसलाई कसरी समाउने मुखमा पनि मास्क लगाएर छ टाउकोमा कोदालोको चोट अब त्यो उम्किन पाउँदैन बलात्कार गरेर ज्यान लिने अरूलाई बाँच्न नदिने तँलाई बाँच्ने अधिकार पनि छैन यो धरतीको बोझलाई बाँध्ने कुनै अधिकार छैन यसलाई फाँसी दिनुपर्छ हो केटा डोरी लिएर पक्नुस् यसलाई बाँच्न दिनुपर्छ यसलाई फाँसी गर्न हुन्न यसको लिङ्ग काटिनुपर्छ लिङ्ग यसले हर दिन रात हर क्षण आफूले ठुलो पाप गरेको महसुस गरोस् आफूले गरेको पापको पश्चाताप बाँचुन्जेल गरोस् तर्ती बाँचोस् जिन्दगी मेरो छोरीको बलात्कार गरेँ मैले तपाईँहरूले चाहिँ सोध्नु भयो होला म पुलिस भनेर खासमा म पुलिस छैन नि म मृतकको मामा हो नि नेपालको पुलिसले अपराधी छिटो समात्न सक्यो समाते पनि उचित कारबाही गर्न सक्यो छोरीलाई कसैले बलात्कार गरेर मार्दा कति पीडा हुन्छ त्यो आफ्नो आमा बाउलाई थाहा हुन्छ त्यसैले जुन व्यक्तिलाई पीडा पर्छ त्यही व्यक्तिले नै त्यो अपराधीलाई उचित कारबाही गर्न सक्छ एक्सन